के छ? ठिक छु। हामी कता आउँदैछौँ? अहिले हामी जनादर्श अमर सिंह मावि कोमाङबाट कक्षा 6, 7, 8 लगायत सम्बन्धित शिक्षकहरू समेत गर्न लागि आज गाडीबाट हामी नुनखानी हेर्न जाँदैछौँ। गाह्रो छ बाटो त, ओहो 4 हात खुट्टा टेक्नुपर्छ है। हामी अब केही क्षणमा नुनखानी पुग्ने तयारीमा छौँ। हिँड्दैछौँ हामी खोलाको तिरैतिर। फाइनल हामी अबको 5-10 मिनटमा नुनखानी पुग्दैछौँ। यो पहिरो आएर पुरै यस्तो बाटै बन्द भयो रहेछ। कता यस्तो पहिरो आएर यहाँ पहिरो आछ, यहाँ पहिरो आएर यहाँ ताल बनेछ। यो पुरै इन्टरलक छ। खोला थुन्ने छ यहाँ त, खोला थुन्ने छ तर तलबाट पानी चाहिँ गइरहेछ। नुनखानी वहाँ माथि यहाँ देख्न सक्नुहुन्छ। यहाँ माथि चाहिँ ओडार दामी ओडार छ अरे। अब हामी यहाँबाट सिधै माथि यो ठाडो बाटो भएर जान सक्ने भएपछि जाने। उकालो चढेर आइयो, यहाँ छ पुरै ताल भएको। यहाँबाट तलबाट पानी रसाएर वहाँ तल यसरी गएको छ। यस्तो छ। अब मुस्ताङको नुनखानी हेर्न जानलाई गाह्रो छ, एकदमै गाह्रो छ हजुर। यो सुक्खा पहिरो आएर यहाँ पोखरी बनेछ। अब पहिरो आएको ठाउँ यो। हामी यहाँबाट उहाँ तलबाट आएको यसरी। यहाँ नुनखानी भन्ने चाहिँ यहाँ आएछौँ। नुनखानी टक्क लगाएर नुन That fell in.
मुस्ताङ जिल्लाको नुनखानी हेरेर हामी अब ओह्रालो झर्दैछौँ। बाटो पहिरो आएर यस्तै छ।